ठ्याक्कै यो चाहिँ अहिले गोदमे सिटी हो हाम्रो होटल ठ्याक्कै यसैमा छ सिटीमा छ लिटरली बाहिर निस्किँदैछु जोरबाट टन्नै रेस्टुरेन्टहरू छ यहाँनिर दोकान टन्नै धेरै त्यहाँदेखि धेरै छ होइन मेन क्यापिटल एसियाको मेन सिटी भनेको यही नै हो हामी यहाँनिर हिँड्ने वकिङ डिस्टेन्समा बसेका छौँ अब यहाँ चाहिँ तपाईँको इन्डियन रेस्टुरेन्टहरू थुप्रै रहेछ क्या यहाँनिर पाँच छवटा त मैले जस्ट हिजो अस्ति आज यसो हल्का हिँड्दै देखिसकेँ धेरै नै Yeah, man. Look at this dog. Talk with it. The dog. Wanted to bite me. Yeah. Cool. Damn check. Man, they're good dogs, man. They're big dogs, strong dogs. अनि सिटीहरू दामी छ लुगाहरू यताउति किन्न जे किन्न नि अब उयो छ है टर्किस सामानदेखि लिएर यहाँनिर अब टर्किस नाइट्स त्यो डान्सहरू टर्किस डान्सहरू हेर्ने हो भने होइन त्यो डिनर फ्री अनलिमिटेड ड्रिङ्क्स ल त्यसको लागि 2.5-3 आवर्सको हुन्छ भन्थ्यो 60 युरोजमा हुन्छ त्यो चाहिँ हामीले त्यस्तो पनि गरेनौँ किनकि मलाई चाहिँ धेरै सन्तोष छैन केही ड्रिङ्क्स गर्न मन छैन त्यही भएर जस्ट वेस्ट अफ मनी अहिलेको लागि चाहिँ ऊ त्यो माथि टावर छ त्यो टावरमा गएको पनि पैसा लिँदो रहेछ 30 लिरा 30 लिरा लिन्छ गयो क्वाड बाइक लिएर त्यो हाम्रो होटलको साउ अनि मेन सिटी यही नै हो बस स्टप छ यहाँ बसहरू चल्दैछ होइन त बसहरू लाग्छ यहाँ अब यहाँदेखि हाफ एन आवरमा त लगभग एयरपोर्टै छ अनि बस स्टप यहीँ छ तपाईँलाई बसमा जाने अनि यताउति जहाँ पनि जान्छ अब होइन पमुकाले अङ्कारा भयो होइन त्यसपछि इस्तानबुल भयो जहाँ नि जान्छ यहाँ बसहरू केही प्रब्लम छैन होइन अन्टालिया जहाँ जहाँ पनि बसहरू छ पैसाहरू झिक्नको लागि एटिएमहरू सबै प्रयास भनिहालेँ बस स्टपमै हुन्छ ठ्याक्कै सिटी सेन्टर ए हो मेन विच वे डु वान्ट गो that way and explore yeah man let's have a look अब हामी यसो बेलुकै घुम्छौँ के खान्छौँ त्यसपछि म रेस्ट गर्ने जाडो छ चिसो छ त्यहाँदेखि अहिले त yeah man yes Tomorrow sunset? It's raining, yeah? look at that त्यो टर्किस स्टाइलको रेस्टुरेन्ट टन्नै छ यहाँनिर रेस्टुरेन्टहरू सबै हामी यसो हिँड्दैछौँ Then we can cut the hair here, maybe. Where? You gonna cut your hair here? Let's look at the hats, man. ल ह्याट किन्नु पर्छ ह्याट हेरिदिनु पर्छ अब त हामी त्यसै ह्याट्स त छ Let's see otherwise we go fast by it and come. मर्निङ आज नयाँ दिन अब म साथी हाम्रो आज यहाँको लास्ट डे क्यापिटोसियाको द्याट्स माई लास्ट डे फर माई फ्रेन्ड एन्ड मी हामी चाहिँ एक्सप्लोरिङ लिटल बिट है देखाउँछु यो पनि अब के हाउस हो यो टट्टसँगले लुक एट द्याट ब्युटिफुल पुरै स्नो लागिरहेछ है हिजो हिउँ परेको थियो तपाईँलाई म ड्रोन फुटेज पनि देखाइहाल्छु ड्रोन फुटेज देख्नुहुनेछ पुरै हिउँ लागेर एकदमै माथि हिउँ परेको छ हिजो राति यो चाहिँ अब केभ हाउस पोली मान्छेहरू बस्थ्यो है यसरी जान मिल्छ दिस इज पिपल इज लिभ होइन यहाँ यसरी आफ्नो आफ्नो च्याम्बरहरू होइन अनि ल दामी छ नि त कताबाट आउँथे बस्थे टुकी बाँच्ने लाइट नेचुरल लाइट यहाँ चाहिँ यिनीहरूले टुकीहरू बाल्ने पुरा कालो देखिरहेको छ धुवा यसरी पुरा यो होइन चट्टान फोडेर खोपेर बनाएको चाहिँ थुप्रै छ यिनीहरूको होइन त्यसमा अब क्यापिटोसिया इज भेरी फेमस छ भनिहाल्यो नेपालको मनाङ मुस्ताङको याद दिलाउँछ नेपाल पनि यस्तै त छ बिहाको बोतलहरू यताउति छ होइन पहिले बस्ने मान्छेहरू पहिले यसै बाहिर बस्थे भित्रसम्म बनाएको छ दुलहरू काका दामी द्याट्स आवर गाडी है लिटल बिस्ट हिजो पानीले अलि धोएको छ तर चाहिँ सफा गर्नु छ दामी छ ल अब चाहिँ हामी अब आज क्यापिटोसिया निस्केर एउटा सल्टेक जस्तो छ छेउमा अन द वे त्यो अङ्कारा त्यहाँ जान्छौँ त्यसपछि अनि आज अङ्कारा जान्छौँ साथी भोलि विल गो टुवर्ड्स टेनेरिफे अनि स्विडेन उसको घरतिर लाग्छ म चाहिँ अब हेरौँ भिजा मेरो अब आज आयो भने भिजा कलेक्ट गर्छु इन्डियन भिजा र अनि भोलि बिहान म पनि उसलाई एयरपोर्टमा ड्रप गरेर
I'll head towards Iran. And if I don't get my visa today, hopefully tomorrow I'll get it, and then if so, I'll wait and get my visa tomorrow evening. भोलि बेलुका मात्रै 5 बजे मात्रै लिन आइछ अनि भोलि बेलुका लिएर म अनि राति नै अनि I'll start driving couple of hours. Hopefully by Sunday अथवा Monday चाहिँ हामी Iran cross गर्छौँ. This is Cappadocia for almost the last time for you guys. It's on now. That's what doesn't matter. It's on now. Okay, turn it on. Don't put it like that, Ben. What? Yeah. You go back and forward. That's it. I'll stay there. Come. That was epic. Also ठ्याक्कै हामी अब क्यापाडोसियाबाट बाहिर जानेछौँ. पुरा स्नो नै स्नो छ क्या पुरै ल सबतिर होइन बाफ्रे घरहरूतिर हो ऊ माथि डाँडामा बाटोमा मैले स्नोमा कहिलेदेखि गाडी स्नोमा ड्राइभ गरेको पनि अलिअलि भिडियो खिचेको छु तर तपाईँले देखिहाल्नुहुन्छ. दामी रहेछ ल. Yeah, man. Man, it's good. What? Oh, that picture is nice. Yeah, man, I took good pictures. पुरै हेर्नु ल पुरै स्नो छ क्या पुरै क्यापाडोसियामा. खतरा स्नो परेछ क्या हिजो राति. पानी परेको थियो नि त्यो हिजो राति, त्यही भएर पनि होला. रातिको पानी पर्यो, टेम्परेचर नेगेटिभमा गयो, पुरै स्नो भइहाल्यो मजाले. हामी जस स्नो पनि खेल्न पायो, रमाइलो भयो होला. यहाँ मलाई पनि आज चाहिँ अलिकति सन्चो फिल भइरहेको छ. हिजो पनि अलिक सन्चो भएको थियो, आज अलिक धेरै अलिक सन्चो भएको छ. त्यही भएर अब जति सन्चो भयो त्यति यो भिडियो फुटेज बनाउन पनि रमाइलो हुन्छ. प्लस आफ्नो ड्राइभ गर्न पनि नत्र एकदम झ्याउ भएर लथाङ्ग जिउ एकदम गलेर है सन्चो नभएपछि त दिमाग खराब कि. अहिले पनि 100% त भएको छैन होइन, जिउ गलि नै रहेको छ अलिअलि गर्दै गर्दै. तर पनि ठिकै छ, नट टु ब्याड होइन. अब अझै धेरै नै अब त्यस तङ्गिरहेको छु भन्नु पर्दैन होइन. तर ल इट्स नाइस है. सिन क्यापाडोसिया द मोस्ट एक्सपेन्सिभ प्लेस इन टर्की भन्दा पनि भयो होइन. अब जाउँ अङ्कारातिर जाउँ हामी. लेक एउटा लेक टुज भन्ने ठाउँ छ त्यहाँ जान्छौँ अनि त्यहाँ एकछिन बसेर घुमेर त्यसपछि गो टु अङ्कारा. लेट्स ड्राइभ टु अस. अन्त ठ्याक्क हामी लेक टुजमा आइपुग्यौँ. यस्तो हावा चलेछ चिसो है बब्बास जाडो छ. यहाँ पहिले त फ्ल्यामिङहरू यताउति थियो नि, त्यही भएर त्यसको लागि एकदम फेमस निकै ठुलो पनि छ. यो चाहिँ अब अङ्काराबाट 1 घन्टाको ड्राइभमा हुन्छ होइन. क्यापाडोसियाबाट लगभग 2 घन्टाको ड्राइभमा यहाँ आउनु सकिन्छ. तब अहिले त फ्ल्यामिङहरू केही पनि छैन खासै होइन, बरहरू मात्रै छ. मान्छे चाहिँ अन्य आउँदो रहेछ हेर्नलाई. फ्ल्यामिङ्गो हेर्छौँ भनेर अहिले फ्ल्यामिङ्गो छैन. अब त्यही पनि अब लेकसम्म गएर हेरौँ अनि लेक हेरेर त्यसपछि फर्केर अनि हामी जाउँला. चिसो छ बब्बा. अरे जाडो